नमस्ते, मेरो नाम पस्नुरी शेर्पा। मेरो घर ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वार्ड नम्बर 6 सिरिचौर। मिति 2079 चैत्र 8 गते काम गर्दा गर्दै माथिबाट पहिरो खसेर चाहिँ म यो अवस्थामा पुगेको हो। म सुरुमा चाहिँ बुवा मम्मीसँग नै बसिरहेको थिएँ। त्यहाँ भने जस्तो व्हिलचेयर मैत्री टोयलेट थिएन, भित्र बाहिर गर्नेदेखि लिएर किचनमा जाने सक्ने अवस्था पनि थिएन। जब सिबिआर कार्यक्रम आइसकेपछि उहाँहरूले मलाई व्हिलचेयर मैत्री घर बनाउनुको लागि सुरुमा डिजाइन दिनुभयो, टोयलेटको लागि सामग्रीहरू सहयोग गर्नुभयो। त्यो सँगसँगै मेरो गाउँ समाजदेखि लिएर फ्यामिली सबैको सपोर्ट पाएर चाहिँ मैले व्हिलचेयर मैत्री घर बनाउन चाहिँ सफल भएँ। जीविकापार्जनको लागि चाहिँ गाउँमा चाहिँ अलिकति पसलको नै आवश्यक भएको कारणले पसल नै राख्छु भन्ने सोचले सरहरूले पनि व्यवसायको लागि पनि सहयोग गर्नुभयो र मेरो फ्यामिलीबाट नि सहयोग मिलाएर अहिले व्यवसाय पनि जे होस् सोचेको भन्दा राम्रो चलिरहेको छ। जे होस् आफूलाई खानु लाउनुको लागि अन्त भर पर्नुपर्ने छैन। म आफैले नि डोकोहरू फुलुङहरू पनि अहिले बुन्न थालेको छु। सिबिआर संस्था थिएन भने सायद म यतिखेर पनि एउटा बिस्तारामै सीमित हुन्थ्यो होला मेरो जिन्दगी। अब म जतिको मान्छे एउटै कोठामा सीमित भएर बस्नु हुँदैन भन्ने सल्लाह पनि उहाँहरूबाट पाएँ र सल्लाह सँगसँगै साथ सपोर्ट र सहयोग पनि पाएँ। धेरै खुसी छु। नसक्ने भनी गरिरहेछ भन्ने राम्रै प्रतिक्रिया आइरहेछ समाजबाट। सिबिआर संस्थालाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु।